तपाईँको प्रशंसा गर्नेछन् र तपाईँका पवित्र जनहरूले तपाईँको स्तुति गर्नेछन्। आमेन। साँच्चै नै भजन सङ्ग्रह 145 को 2 ले भन्दछ, प्रतिदिन म परम प्रभुको प्रशंसा गर्नेछु, सदा सर्वदा म तपाईँको नामको स्तुति गर्नेछु। आमेन। साँच्चै नै हामी चाहिँ दाउद राजाले भने चाहिँ प्रतिदिन उहाँ चाहिँ परम प्रभुको प्रशंसा गर्दथे। दाउद राजाले गरेको प्रशंसा र परमेश्वरको नजिकतामा दाउद राजा जसरी थिए, आज साँच्चै नै तपाईँ र मैले चाहिँ आफ्नो हृदयलाई चाहिँ तपाईँहरूमा आफैले तयारी गर्नुपर्ने हुन्छ। परमेश्वरको नजिक जानको लागि चाहिँ एकअर्काले तपाईँलाई हौसला दिएर होइन, तपाईँ र म चाहिँ आफैले हृदय खोलेर हृदयदेखि जब तपाईँ र म चाहिँ परमेश्वर प्रति नजिक हुन्छौँ, तब सच्चा आराधना तपाईँ र मेरो हृदयबाट निस्कँदछ। तब तपाईँ र मैले चाहिँ परमेश्वरलाई एकदमै आनन्द साथ उहाँको प्रशंसामा हामी मग्न हुनेछौँ। आउनुहोस् हामी भजन पुरुष गाउँदै यो समय हाम्रो परमेश्वरलाई उचाल्नेछौँ। तपाईँहरूको हृदय परमेश्वरप्रति फर्काउनुहोस्, तपाईँहरूको हृदय चाहिँ परमेश्वरप्रति हेर्नुहोस् र तपाईँ र मलाई चाहिँ परमेश्वरले हप्तोभरि गर्नुभएको कार्यहरूलाई उहाँले दिनुभएको सुरक्षालाई हामी मनन गर्दै यो समय हामी दाउद राजाले चाहिँ गाउँदै नाच्दै रमाउँदै उहाँको प्रशंसा गर्नेछौँ र उहाँको उपस्थितिमा हामी प्रत्येक मण्डली परिवार चाहिँ हामी जानेछौँ। Oh
Setiap saat
बिहानी तपाईँ परमेश्वरको नाममा हामी धन्यवाद दिँदछौँ। तपाईँ परमेश्वरले साँच्चै हामीलाई हप्तौँभरि शान्ति सुरक्षा दिकन फेरि पनि तपाईँको उपस्थितिमा तपाईँको पवित्र भवनभित्र प्रभु साँच्चै हाम्रो मण्डली परिवार एकलाई तपाईँ परमेश्वरले ल्याउनुभयो। यसरी एक साथ एउटै मन एउटै विचार भएर प्रभु तपाईँलाई उचाल्ने यो अवसर तपाईँ परमेश्वरले दिनुभयो। प्रभु तपाईँलाई धन्यवाद। कतिपय मानिसहरूले बेकार ज्यानहरू गुमाइरहेका छन्। विभिन्न किसिमको दुर्घटनामा परेर उहाँहरूले आफ्नो ज्यानलाई त्यतिकै गुमाइरहेका छन्। तर तपाईँको प्रेम तपाईँको अनुग्रह आज हाम्रो मण्डली परिवारमा दिनुभएको कारणले गर्दा यसरी प्रभु एउटै छत्र छाया मुनि आएर प्रभु तपाईँलाई धन्यवाद दिने अवसर तपाईँले दिनुभयो। प्रभु तपाईँलाई धन्यवाद सारा कुराको लागि। हामी मण्डली परिवारले एक चढाएको यो आराधनामा तपाईँ उचालिनु भएको छ, तपाईँ महिमित हुनुभएको छ र तपाईँको जिउँदो उपस्थिति हाम्रो बीचमा तपाईँले दिनुभएको छ। प्रभु तपाईँलाई धन्यवाद सारा कुराको लागि। सारा आराधना महिमा प्रशंसा चढाउँछौँ जीवित प्रभु येशू तपाईँको उच्च अनि पवित्र तिरै प्रभु येशू ख्रीष्टको नाममा। आमेन।